हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। आज चाहिँ हामी धक्का लगाएर उता म्याच फुटबल खेल्न जानु लाग्यो अनि गेम छ आज चाहिँ। अनि हामी चाहिँ आज गाउँदेखि निस्केको अनि हिँडेर गइरहौँ तल गएर तलबाट तल बगर पुगेर त्यहाँदेखि गाडी चढेर जानुपर्ने हुन्छ। अनि यहाँ चाहिँ पुरै जङ्गल छ बाटो भने जस्तो छ है। अनि हामी चाहिँ आज उता पुग्नै पर्ने हुन्छ र भोलिदेखि हुन्छ होला सायद गेम चाहिँ। अनि केटाहरू पछाडि आइरहन् अलिअलि हाम्रो केटाहरू यता छन्। अनि किन लास लाग्छ तँले पछि अगाडि हिँड्ने। हामी चाहिँ अहिले धक्का लगाएर सीमा गाउँमा पुगिसक्यौँ। थोरै देखिन्छ गाउँ चाहिँ। यो गाउँ कति मिठो छ गाउँ। केटाहरू चाहिँ हिँडिरहेछन् अगाडि है। अब यो बिस्तारै अब तल पुग्नु पर्ने छ यार। कति धेरै लाग्छ टाइममा चाहिँ। पुरै बगर पुग्नु पर्ने हुन्छ। ल गोरुहरू हाल लाग्यो यार। ओहो मान्छेहरू पुरै गोला गइरहन्। जुत्तामा के बस्छ यार। ओहो सीमा गाउँ मिठो छ है गाइस। त्यहाँ पक्का मिठो ठाउँ बसेर रहेछ ए सीमा गाउँ। हामी त तल पुग्नु पर्ने हुन्छ यहाँ पुल लिएर त्यहाँ पुग्नु पर्ने छ हामी चाहिँ। त्यहाँदेखि चाहिँ अनि गाडी चढेर गाडी पाएपछि गाडीमा जानुपर्ने हुन्छ। यो चाहिँ ठुलो कराखो गाइस यसको मकैको है। मिठो छ गाइस मिठो। बस्नु बिसाउन रहेछ। केटाहरू मिठो छ माथिबाट त्यो ढाको माछा पुरै गर्मीले मारेर पुरै हालत खराब छ भन्ने। हाल खराब छ। उता चाहिँ टक्क म चाहिँ खाँदैछु छु। उता धान पुरै धान रोपेर चाहिँ मान्छेहरूले टक्क कति घरि यो मिठो पाक्न लागिसकेको छ। बाटो कता अन्त पुरै राम्रो बनाएर छन् बाटोहरू। बाटो राम्रो के भन्नु पानीको लागि राम्रो रहेछ। मिठो खाएछ। धान पुरै पाक्न आँटिसकेको छ त्यतिर। अनि हामी चाहिँ यतातिर आमामा कल्ला त केरा त कति धेरै रहेछ। बगरतिर कति धेरै रहेछ। त्यहाँ पुग्नुपर्ने छ हामी चाहिँ। लगभग पुगिसक्यौँ हामी चाहिँ। केरा त डेन्जर हुँदो रहेछ त्यतिर। अनि टक्क बगरको छेउमा टक्क सानो खोला मिठो खोला आउँदैछ। अनि गर्मी कतिको छ कान्छ लास्टै आधी फ्यान्डिङ गर्ने पाक्न लाइसक्यो त पसिना यो
पसिना पोस्दा पोस्दा रुमाल पनि खन्न लाग्यो यार हामी चाहिँ हाम्रो हाफ घन्टा बेसम्म पुगिसक्यौँ यहाँदेखि पोइन्ट लाउने अटो कुर्नु पर्ने हुन्छ मैले उयो गरेर लानु पुगिसक्यौँ हामी चाहिँ चक्क रोडमा पुगिसक्यौँ त ल यहाँदेखि चाहिँ हामी अटो कुरेर गाडी कुरेर जानुपर्ने हुन्छ के खान चाहन्छ तपाईँहरूले के खाने के खान्छ जस्तो तैँले के खाने एउटा कोक खाम के कोक र स्प्राइट खाम कोक पनि कोको कोला के भन्छ स्प्राइट छ साउनी एकदम राम्रै हुनु रहेछ के भन्नु क्या कोक खाम भिडियो हो क्या हाम्रो हामी चाहिँ अटो पाइसक्यौँ र अटोमा जान लाग्यो प्याकै प्याक छ है मान्छे धेरै गएर यस्तै अगाडि पछाडि गएर जानुपर्ने हुन्छ अरे यहाँ बस्न मिल्दैन हो यहाँ प्याकै के हो यस्तो रमाइलो छ बाबु त्यहाँ नाङ्गै बसिरहेछ नाङ्गो भएको छु तीनजना बस्ने अटोमा हामी 8 जना बसिरहेछौँ गीत पनि मिठो बजा रमाइलो भएको छ गाइज हामी चाहिँ पुगिसक्यौँ फाइनल्ली लुकुम गाउँ केटाकेटा छन् दहनपाडामा एकदम मजा आइदिएको छ है हामी चाहिँ पुगिसक्यौँ अब कता जानुपर्ने हुन्छ थाहा छैन ब्याग पुग्छ के किन सानसँग देखिन्छ राम्रो देखिन्छ ल हामी चाहिँ फाइनली लुकुम पुग्यौँ होइन अब गेम चाहिँ अब भोलिदेखि हुन्छ होला पक्कै पनि अब के हुन्छ कस्तो हुन्छ हामी तपाईँहरूले अब भिडियो मार्फत देखाउने के भन्छ ट्राई गर्नेछौँ हामी त बसेर अब सल्लाह गरेर छौँ को कता जाने के गर्ने केटा के देखाउँछ अहिले हामी चाहिँ होटलतिर बसाइ होइन भाइहरूले मान्छे अब उनीहरूको साथीहरू जान्ला छन् कस्तो साइको देखाएको तर गाउँ राम्रो छ नि एकदम हाम्रो गाउँभन्दा हल्का कम तेरो गाउँभन्दा मेरो गाउँ राम्रो यस्तै छ अब गाई चाहिँ के गर्ने र अब वासस्थान कता हुन्छ अब साँझ थाहा हुन्छ त्यसै आज दिनभरि कसरी बित्छ हाम्रो दिनहरू तपाईँलाई देखाउने छौँ हेर्दै जानु होला हाम्रो भिडियोलाई इन्जोय गर्नु होला त्यही हो टक्क नेचरहरू टक्क भ्यूहरू हेरेर एकदम मनोरञ्जन गर्दैछौँ है ए हो गाउँ मिठो गाउँ लुकुम यहाँहरू चाहिँ कति अल्कलको छ यो पुरै धुप्पीहरू त्यही हो मकैहरू पाक्न आँटिसकेको छ यहाँ चाहिँ मेरो फोनले के देखाएको छ यार के भयो के भ्यू हामी चाहिँ 4 जना मात्र छौँ डाँडा पाखाहरू मिठो नेपालको अग्लो रुख धुप्पी सल्लाह पार्क पनि रहेछ यहाँ चाहिँ यहाँदेखि जानुपर्ने रहेछ पार्क है जाने हो पार्क केटा ए हो गाइज अर्को रुखहरू नेपालको अग्लो रुख ए हो अरे मेरो थर्ड टाइम हो कहाँ सेकेन्ड टाइम होला पुरै यहाँ पार्क पनि बनिसकेको छ पुरै चेन्ज भएको छ गाउँ यहाँ पनि के अरे यो चेकपोस्ट पनि भएको रहेछ यहाँ चाहिँ चेकपोस्ट पनि देखाएको थिएन पहिले गाउँ पुरै परिवर्तन भइसकेको छ है पुरानो घर होला सायद यो वर्षौँ पहिलेको होला जमानाको सायद पुस्ताका
हामी चाहिँ यहाँ के भन्छ खेलको उद्घाटनमा उपस्थित भएका छौँ। यस्तो छ खेलाडीमित्रहरू भिडियो पनि राम्रोसँग बनाउन पाएन, त्यही भएर अब क्षमा चाहन्छु तपाईँहरूलाई। अनि अब भिडियोले पनि एन्डिङ गर्न चाहन्छु, त्यसैले सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला फेरि है गाइज। थ्याङ्क यू फर वाचिङ। अनि यस्तो यस्तो भिडियोहरू लिएर आउनेछु फेरि आगामी दिनहरू। ल बाई बाई।